हाई एभ्रिवान। हाई। आज हामी कलर एक्सचेन्ज गेम खेल्न आँटेको। 1 महिनादेखि सामान किनेर राखेको थिएँ, म्यामले नल्याएर चाहिँ बसिरहेको थियौँ। मैले किन नल्याएको भने त म्यामलाई सन्चो थिएन, त्यही मलाई सन्चो नभएर मैले ल्याएको थिइनँ। फाइनली 1 महिनापछि मेरो सामान निस्किन्छ। 1 महिनादेखि ल्याएर राखेकी छोरीले आज मैले पनि ल्याएँ। अब खेल्दैछु आमा छोरी, कसको सामान राम्रो भन्नु है गाइज। हजुर के मैले त केही पनि ल्याएको छैन, मसँग पैसा पनि थिएन। ल सुरुमा कुन कलर? तिमी भन न कुन कलर? सुरुमा कुन कलर? सुरुमा रेड। रेड रेड एकैचोटि ल 3 2 1 गो गरेर ल 3 2 1 गो। हेर्नु है मैले छोरीलाई यो दिएको। मैले चाहिँ धन्यवाद, थ्याङ्क यू। सबै मलाई हो नि, बाँड्दिन ल। ल अब त्यसपछि नि अब कुन कलर? पकाउनु पर्ने दिन्छ होला। त्यसपछि येल्लो। येल्लो ल है। रेडी 3 2 1 गो। यसमा पिठो चालेर अलिक स्किन सुन न, पिठो चालेर मिठो रोटी पकाएर खुवाउनु त्यस्तो मलाई। पाइन्छ? आफूलाई चाहिने कुरा हेर न। छोरीलाई यो ल्याइदिएको। मैले चाहिँ एप्रोन हेर्छ कस्तो? ए राम्रो छ। ल मलाई चाहिन्छ नि त खाना बनाउँदा। धन्यवाद, थ्याङ्क यू सो मच। एप्रोन लाएर मिठो मिठो खानेकुरा पकाउँछु। अब कुन कलर? अब के ब्लू। ब्लू ल 3 2 1 गो। ब्लू पहिला मामु हो त नि यो। ल ठिकै छ। ब्लू निकालिस, ब्लू अटे ल्याएको छ त्यो भएन। ल यो त डिसिस भयो। ल ठिकै छ कि छैन? यो छोरीलाई नै चाहिने एकछिनमा यो राख्नु ल एकछिनमा। ब्लू ल भयो अलिकति छैन हाम्रो ब्लू। ए ल ल ब्लू ल ए वा ओइ कति राम्रो। छोरीलाई यो ल्याइदिएको मैले। यो green कपाल हो बाँध्नु तर। किनभने भिडियो बनाउँछिन् नि छोरीले। ब्लू छ। यो ब्लू नै छ। ल ल छोरीले भिडियो बनाउँदा उसलाई चाहिन्छ कि। ल धन्यवाद। यो म हान्दै तर म यो हान्न। यो चाहिँ ठिक छ है मलाई। ल धन्यवाद। ल पर्पल अब मैले दिनु पर्यो नि त। ल पर्पल डिसिस गरेपछि अब हजुर केही पनि नदेखाइछ न। ल यो म देखाएँ नि यदि भइसक्छ। प्रत्येक महिनामा चाहिन्छ नि त मेरो छोरीलाई। मैले ल्याइदिएको। नेल पोली। धन्यवाद छोरी। ल अब अब ग्रिन ल ग्रिन 3 2 1 गो। गो। पोते ल लगाइदिइहाल पोते। छोरीले मलाई पोते ओइ मलाई ग्रीन नेल पोलिस ल्याइदिएको। हे भगवान। भिडियो बनाउन यो खाना छोरीलाई धेरै यस्तो चिज खान मनपर्छ। कटाकुटु यो ल्याइदिएको। कस्तो छ? सबै खानेको नियममा लगाउँदै अनि भिडियो बनाउनु यसो गर्नु हेलो गाइज भन्दै गर्छु ल। अनि अब कतिवटा? अब दुईटा त बाँकी छ। हो अब व्हाइट सुरुमा। वाइट वाइट ल वाइट 3 2 1 गो। गो। भिडियो बनाउँदा धेरै अघिदेखि भिडियो बनाएको। स्किन केयर गर्दा फेस प्याक लाउनलाई ल्याइदिएको। मलाई चाहिरहेको थियो। कस्तो लाग्यो? यो अनि मेरो छोरी एकदम स्किन केयरको बारेमा बनाउँछिन्। अर्को चिज पनि छ लगेर यहाँ तिमीले ल्याइदिएको। व्हाइटमै फेस मास्क व्हाइटमै। छोरीलाई लु राख। मन पर्यो? राम्रो सामान ल्याएँ। ल अब ल छिटो अझ छ। अब कति राख अब पिङ्क। अब पिङ्क मात्रै छ नि मेरो पनि। मेरो ब्ल्याक पनि छ। ल छिटो गर न। ब्ल्याक पनि? पिङ्क म त पिङ्क केही ल्याइन। ल गर न पिङ्क। 3 2 1 गो। हेयर मसाज my गर्ने। मेरो छोरीले हेयर मसाज गर्छिन् यो लाएर। राम्रो छ, यो पनि चाहिरहेको थियो। यो कस्तो? यो पनि राम्रो। योलाई फुल रोप्न हो कि के गर्न हो? फुल राखेर सजाउन गुड राम्रो छ। खोइ हजुर त वाव वाव के भन्छ? मेरो त पुरै भिडियोभरि वाव वाव मात्रै आवाज आएको होला। हजुर त वाव पनि भन्छ न वाव पनि भन्छ। यहाँ अब ब्ल्याक तिम्रो सक्यो? मेरो सक्यो छ नि त ब्ल्याक। म दिन्छु ब्ल्याक। के हो? ए यो ब्ल्याक हेड रिमुभर निकाल्ने कस्तो छ? राम्रो छ। ल हेर्नु साथीहरू कसको सामान राम्रो। मलाई छोरीले एप्रोन ल्याइदिन्छन् भाँडा मोल्दा खाना पकाउँदा लगाउनु भनेर। अब यो चक्लेट खान्छु अनि नेल पोलिस म त्यति लाउँदिनँ पनि लाउँछु अब। अनि यो मेट्ने होइन यो चाहिँ म खान्न है, छोरीले नै खान्छु। तर यो ल्याइदिन्छ छोरीले। यो कानमाको चाहिँ म अवश्य लाउँछु। राम्रो छ, थ्याङ्क यू। अनि यो पनि लाउँछु। कस्तो लाग्यो हाम्रो यो कलर गेम? यो मेरो चाहिँ म्यामले यो ब्ल्याक हेड रिमुभर ल्याइदिसो, प्याड ल्याइदिसो, नेल पोलिस ल्याइदिसो, मटर ल्याइदिसो, चोकपाई अनि यसरी स्किन केयर गर्दा लाउने ब्रस, मेरो बच्चालाई अनि यो हेयर मसाजर, अनि यो फेस मास्क। थ्याङ्क यू। ए यो दुईटा अनि यो छुट्यो नि चालेर मिठो रोटी पकाएर खुवाउने। भन खुवाउँछु गोलो गोलो रोटी। यति नै हो। बाई। बाई।